S2M खबरमा यहाँलाई स्वागत छ। एसईई नतिजा सार्वजनिकको तयारी अन्तिम चरणमा, विद्यार्थी र अभिभावकमा उत्सुकता बढ्दो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार उत्तर पुस्तिका परीक्षण तथा नतिजा प्रशोधनको काम सम्पन्न भएको छ। यस वर्षको एसईई परीक्षामा जम्मा 5,12,421 जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 2,57,613 जना छात्रा र 2,54,801 जना छात्र र 7 जना अन्य सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले आज विशेष बैठक बोलाउने छ। बोर्डको बैठकपछि एसईई 2082 को नतिजा सार्वजनिक गर्ने तयारी गराइएको बताइएको छ। स्रोतका अनुसार आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा भइसकेकाले आजै साँझ 4 बजे नतिजा प्रकाशन हुन सक्ने सम्भावना रहेको छ। नतिजाको प्रतीक्षामा रहेका लाखौं विद्यार्थी तथा अभिभावकहरू बोर्डको औपचारिक निर्णयको पर्खाइमा छन्। नतिजा प्रकाशन भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आइबीआर सेवा मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।